नमो नमः। भद्रकाली माताको जय। शरणागत दीनार्थ परित्राण परायणे सर्वस्यार्तिर्हरे देवी नारायणी नमोस्तुते। सर्वे मंगल मांगल्ये शिवे सर्वार्थ साधिके शरणे त्र्यंबके गौरी नारायणी नमोस्तुते। भद्रकाली माता यहाँ बागेश्वरी माताले पनि चिनिनुहुन्छ। उहाँको स्वरूप चाहिँ बाघको आकृति परेको शिलाबाट प्रतिबिम्बित भएको छ। भद्रकाली माताले हामीले चाहेको शुभ वरदान दिनुहुन्छ। त्यसैले भद्रकाली माताको शक्तिलाई सबैले सम्मान गरेका छन्। भद्रकाली मन्दिर सिन्धुली जिल्लाको ढुङ्ग्रेबास माथि ढुङ्ग्रे भन्ज्याङ भन्ने डाँडामा अवस्थित हुनुहुन्छ। भद्रकाली माताको यहाँ ज्योतिर्लिङ्ग हो। त्यसैले भद्रकाली माताको ठुलो महत्त्व छ। भद्रकाली माताको दर्शन गर्नको लागि ठुलो सौभाग्य लिएर मात्रै पाइन्छ। त्यसैले भद्रकाली माताको दर्शन गर्नु भाग्यमानीको परम सौभाग्य हो। देवी प्रपन्नार्ति हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरी पाय विश्वम त्वमीश्वरी देवी चराचरस्य।